च्याम्पियन्स लिगमा बायर्नको उत्कृष्ट जित। युएफा च्याम्पियन्स लिगको 6th राउन्डमा आइपुग्दा बायर्नले आफ्नो 5औं जित हात पारेको छ। बायर्न म्युनिकले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई 3-1 को हार चखाएको छ। पहिलो हाफमा यो खेल गोलरहित बराबरीमा सकियो। दोस्रो हाफमा भने 54औं मिनेटमा जोसुआ किमिचले ओन गोल गर्दा बायर्न 1-0 ले पछि पर्यो। त्यसपछि 65औं मिनेटमा सर्ज ग्न्याब्रीले माइकल ओलिसेको असिस्टमा बायर्नलाई 1-1 को बराबरीमा ल्याए। त्यसको 4 मिनेटपछि 69औं मिनेटमा लेनार्ड कार्लले कोनार्ड लाइमरको असिस्टमा खेल बायर्नको पक्षमा 2-1 बनाए। अनि 77औं मिनेटमा जोनाथन ताहले सर्ज ग्न्याब्रीको असिस्टमा गोल गर्दा बायर्नले खेल 3-1 ले जित्न सफल भयो। यो खेलमा गरेको गोलसँगै लेनार्ड कार्लले 17 वर्ष 290 दिनमा च्याम्पियन्स लिगको हिस्ट्रीमा 1992-93 देखि पछि लगातार 3 खेलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। यता बायर्न म्युनिक पनि उनीहरूको लास्ट 37 होम म्याचेसमा च्याम्पियन्स लिगमा अनडिफिटेड रहेको छ। यस दौरान 35 जित र 2 ड्र भएको छ। उनीहरूको लास्ट होम डिफिट डिसेम्बर 2013 मा म्यान्चेस्टर सिटी विरुद्ध भएको थियो। के लाग्छ गाइस तपाईहरुलाई, बायर्न म्युनिकले यही फर्ममा च्याम्पियन्स लिग जित्न सक्छ होला त? कमेन्ट गर्नु होला प्लिज।